यो नेपाल भाषा मातृभाषा अनि त्यो भनेको एउटा इन्टान्जिबल हेरिटेजको रूपमा पनि लिनुपर्छ यसलाई, अमूर्त सम्पदा। किन भन्दाखेरि मान्छे जन्मिने बित्तिकै एउटा आइडेन्टिटी लिएर आएको हुन्छ। जस्तो म नेवार कुलको मानन्दर थर लिएर जन्मेँ, यो मेरो परिवर्तन नहुने खालको आइडेन्टिटी हो भन्ने बित्तिकै योसँग स्वतः भाषा जोडिन्छ, मेरो आफ्नै भाषा। यो सँगै मेरो संस्कृति जोडिन्छ, मसँगै त्यो विभिन्न सम्पदाहरू जोडिन्छ, अनि सभ्यताको कुराहरू जोडिन्छ, मानवताको कुराहरू जोडिन्छ। सबै भनेको चाहिँ यो परिवर्तन गर्न नसकिने विषयहरू भयो। त्यो भएर नेपाल भाषालाई त्यो मध्येको एउटा महत्त्वपूर्ण पार्टको रूपमा हामीले लिनुपर्छ। जसरी मैले मेरो आफ्नो कुलको कुरा गरेँ, अरूको पनि त्यसरी नै हुन्छ। जस्तै तपाईँले लेप्चा भाषाको कुरा गर्नुभयो भने लिम्बू भाषाको, मगर, तामाङ, खस नेपाली भाषा नै भयो, अथवा अरू पनि भाषाहरू छन्। त्यो भाषा यति धेरै महत्त्वपूर्ण हुन्छ कि यो आफ्नै एउटा चाहिँ सम्पदा भएको कारणले गर्दाखेरि यसलाई संरक्षण पनि गर्नुपर्छ होला। लाइफमा दुईटा कुरा हुन्छ, एउटा क्षमताले बनाउँदै जाने एउटा आइडेन्टिटी हुन्छ। त्यो भनेको मतलब के हो भने मैले एउटा बिजनेस गरेँ भने मेरो बिजनेस क्यारियर सुरु हुन्छ र मलाई त्यो नाउँको अगाडि बिजनेसम्यान भन्ने राखिदिन्छ होइन, त्यो पनि एउटा आइडेन्टिटी हो। त्यो चाहिँ पछि एउटा इन्ट्रेस्टले र माहौलले बन्दै जाने आइडेन्टिटी हो। अथवा मैले कुनै अब त्यो चिकित्सक भएर डक्टर भएर मैले त्यो सेवा गर्न थालेँ भने मैले त्यो पनि अध्ययन गर्न सक्छु। MBBS सकेपछि मलाई डाक्टर भनेर राखिदिन्छ अगाडि। अथवा हामीले कुनै एउटा विषयमा धेरै पढ्यो भने हामी त्यसलाई डक्टरेट इन फिलोसोफीसम्म गरिसकेपछि, एउटा विषयमा राम्रोसँग पढिसकेपछि, अध्ययन गरिसकेपछि त्यसमा पनि डक्टर राखिन्छ। त्यो छुट्टै आइडेन्टिटीहरू भयो, त्यो पछिको कुरा भयो, त्यो नाउँसँग जोडिएर। तर नाउँको पछाडि मैले मानन्दरको कुरा गरिरहेको छु होइन, वज्राचार्य होला, शाक्य होला, त्यो चाहिँ जन्मिने बित्तिकै आउने आइडेन्टिटी हो। त्यो नाउँको पछाडि जोडिने भनेको चाहिँ पछि इन्ट्रेस्टले, माहौलले बनाउँदै जाने, आफ्नो क्षमताले बनाउँदै जाने त्यो खालको आइडेन्टिटी हो। लाइफमा दुईटा आइडेन्टिटी हुन्छ। अगाडिको आइडेन्टिटी भनेको कतिले चाहिँ धुलमुल आइडेन्टिटी बनाइरहेको हुन्छ, क्षमता बनाइरहेको हुन्छ, कतिले चाहिँ ठ्याक्कै एउटा विषयमा बनाउँछ। तर त्यो पछाडिको आइडेन्टिटी जुन छ, मैले त्यो मानन्दरको कुरा गरेँ, त्योसँग जोडिएर धेरै कुराहरू जोडिन्छ। त्यसमध्येको एउटा पार्ट चाहिँ नेपाल भाषा हो। त्यो भएर त्यो अमूर्त सम्पदा भएको कारणले त्यो चाहिँ एउटा डर के छ भने विश्व प्र्याक्टिसमै पनि त्यो हराउँदै जाने प्र्याक्टिसेसहरू धेरै छ। जस्तो नेपालकै कन्टेक्स्टमा पनि नेपाल भाषा अहिले सङ्कटमा छ। साँच्चै भन्नुपर्दाखेरि मलाई याद छ एकचोटि डाक्टर महेशमान श्रेष्ठले भन्नुभएको, त्यो नागरिक अभियन्ता पनि हो, नागरिक अगुवा पनि हो, उहाँले पनि नेपाल भाषा पछिल्लो समय कोमामा गयो भन्ने कुरा गर्नुभएको थियो होइन। त्यो भनेको सङ्कटमा छ भने हो भनेपछि त्यसले कम्तीमा पनि त्यो आइडेन्टिटीलाई, समग्र आइडेन्टिटीलाई रिफ्लेक्ट गर्ने चिज भएको कारणले गर्दाखेरि त्यो नेपाल भाषा, त्यो संस्कृति, सम्पदा अनि सभ्यता यति धेरै महत्त्वपूर्ण छ कि हामीले संरक्षण गर्नुपर्छ होला। त्यो भएर नेपाल भाषालाई त्यसरी बुझ्नुपर्छ होला। तपाईले कुरा गरिराख्नु भएको बेला दुईटा शब्द भन्नुभयो, एउटा चाहिँ हाम्रो पहिचान हो, नेपाल भाषा हाम्रो पहिचान हो भन्नुभयो। त्यसै साथसाथै तपाईले भन्नुभयो कि आजभोलि नेपाल भाषा सङ्कटमा पनि परिरहेको छ। आफ्नो परिचय नै सङ्कटमा पर्नुको कारण चाहिँ के होला? एउटा विषय चाहिँ के हुन्छ भने परिचय भनेको, आइडेन्टिटी भनेको धेरै फ्याक्टरहरू हुन्छ त्यो सङ्कटमा पर्नु नपर्नुसँग। मुख्य विषय भनेको चाहिँ फेरि नीतिसँग जोडिन्छ होइन, कानुनसँग जोडिन्छ, त्यसको नियमसँग जोडिन्छ, प्र्याक्टिससँग जोडिन्छ। नेपालको कन्टेक्स्टमा जसरी 2017 सालमा परिवर्तन भयो, हुन त जहानिया राणा शासनमा पनि दमन त भएको थियो नेपाल भाषाको सवालमा। नेपाल भाषा मात्र होइन, मातृभाषा सबैलाई गरेको थियो, जगजारे विषय हो। त्यो इतिहास हामीले अहिले पनि पल्टाउँछौँ भने हामीले थाहा पाउँछौँ त्यो कुरा। त्यो भनेको मतलब के हो भने आदिवासी जनजातिहरूको जति पनि भाषाहरू होइन, त्यो दबाएर त्यो खस नेपाली भाषालाई प्रवर्तन गर्ने खालको त्यो नीति बनेपछि त्यहाँदेखि क्रमिक रूपमा यो समस्या पर्दै आएको हामीलाई थाहा छ। त्यो इतिहासले भनेको कुरा हो, तथ्यले पुष्टि गर्ने कुरा हो, मेरो आफ्नो व्यक्तिगत कुरा भएन। जसरी जहानिया राणा शासनको त्यो सकियो, त्यो शासन व्यवस्था सकियो, 2007 सालमा प्रजातन्त्र बहाली भयो, केही हदसम्म खुकुलो भएको जस्तो चाहिँ देखियो। तर त्यो 10 वर्ष पश्चात फेरि एक भाषा एक नीति भनेर त्यो शाहवंशको त्यो तत्कालीन महेन्द्र सरकारले, त्यो राजाले त्यो पञ्चायती व्यवस्था लागू गरिसकेपछि त्यो 10 वर्षसम्म केही खुल्न खोजेको थियो। त्यो बेला सङ्घ संस्थाहरू खुल्ने, पत्र पत्रिकाहरू चाहिँ त्यो चलाउने, सङ्घ संस्थाहरू, त्यो पत्रकारहरूको र सञ्चार सम्बन्धीको सबै त्यो प्र्याक्टिस सुरु भइसकेको। तर 17 सालदेखि जसरी पञ्चायती व्यवस्था सुरु भयो, त्यहाँदेखि 46 सालसम्म साँच्चै भन्नुपर्दाखेरि त्यो बिचमा बनेको नीतिको कारणले गर्दाखेरि, सरकारको नीतिको कारणले गर्दाखेरि नै अरू भाषाहरू दबिएको हो। अब अरू भाषा दबिएर जाँदाखेरि सबै भाषा दबिएको हो भन्दाखेरि होइन। फेरि
सरकारले लिएको त्यो नीति बमोजिमको एउटा नेपाली भाषा जुन खस नेपाली भाषा भनेर भन्छौँ, त्यो खस नेपाली भाषाको यति धेरै व्यापक विकास भयो, सकारात्मक पक्षले पनि हेर्न सकिन्छ। देशभरि नै त्यो नेपाली भाषा त्यो बोल्ने खालको माहौल चाहिँ 2017 सालदेखि 46 सालभित्रमा बनेको चाहिँ हो। त्योभन्दा अगाडि त्यो थिएन, किनभने नेपालमा त पहिलाको शासन व्यवस्थै अर्को थियो। 46 सालपछि फेरि केही हदसम्म खुकुलो भयो, बहुदलीय व्यवस्था लागू भयो प्रजातन्त्रमा पनि। त्यसपछि अझै खुकुलो भयो हैन, पत्र पत्रिका खुल्नेदेखि लिएर भाषा नीतिहरू, उदार भाषा नीतिहरू, अभिव्यक्ति स्वतन्त्रताको कुराहरू, सञ्चार सम्बन्धीको विषयहरू, अनि त्यसपछि राइट टु इन्फर्मेसनको विषयहरू सबै खुल्ला हुँदै हुँदै अहिले अझै 2064 सालमा भएको त्यो इन्टरिम कन्स्टिट्युसनले त अझै धेरै व्यापक गर्यो। प्रस्तावनामै सुरुमै राख्यो अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ, त्यसपछि मात्रै देश स्वतन्त्र हुन्छ, त्यसपछि मात्रै जनताहरू स्वतन्त्र हुन्छन्, त्यसपछि मात्रै विकासले चाहिँ गति लिन्छ भन्ने भयो। जब 2072 सालमा संविधान बन्यो, त्यो संविधानले पनि मजाले त्यो अभिव्यक्ति स्वतन्त्रतालाई चाहिँ खुल्ला गर्यो। त्यहाँदेखि यो भाषा नीतिहरू परिवर्तन हुनेदेखि लिएर सबै कुराहरू उदार हुँदै आयो। अहिले पछिल्लो समय हेर्ने हो भने मैले सुरुमा भनेको विषय जसरी सङ्कटमा छ भनेको विषय अहिले केही खुल्न खोजेको जस्तो अहिले संघीयता आएदेखि नेपालमा बागमती प्रदेश सरकारले यहाँको बहुसङ्ख्यक जनताले बोल्ने नेपाली बाहेक अथवा नेपाली पनि इन्क्लुड गरेर भनौँ न तामाङ भाषा र नेपाल भाषा नै हो, त्यसलाई चाहिँ एउटा सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्न सकिने भन्ने ल्याइसकेपछि त्यसले एक ढङ्गको अझै एउटा चाहिँ सम्भावना त्यो खालको चाहिँ उजागर गर्दै गएको छ। अब भाषाकै सवालमा एउटा त सरकारको नीति मैले त्यो पृष्ठभूमि 2007 सालदेखि 72 सालमा जारी भएको संविधानदेखि कुरा गरेँ र अर्को भनेको चाहिँ सरकारको नीति सँगसँगै अर्को भनेको कम्युनिटीले पनि अडप्ट गर्नुपर्छ होला। त्यो कम्युनिटीले अडप्ट गर्दाखेरि यो व्यवहारिक पनि हुनुपर्छ होला र त्यसभित्र एउटा चाहिँ अवसर पनि हुनुपर्छ होला। अब मान्छेले जुनसुकै चिजको अर्थ हुन्छ, संसारै त्यो अर्थपूर्ण छ। हामी किन खाना खान्छौँ भन्दाखेरि बाँच्नको लागि भन्ने हो, हामी किन पानी पिउँछौँ भन्दाखेरि त्यो सिस्टमै त्यही हो होइन, सबैको अर्थ रहन्छ। भनेपछि मैले मेरो भाषालाई, मेरो संस्कृतिलाई, मेरो सम्पदालाई किन संरक्षण गर्ने भन्ने उत्तर चाहिँ चाहिन्छ क्या। त्यो उत्तर भनेको अवसर हो। काठमाडौँ महानगरपालिकाले पछिल्लो समय विद्यासुन्दर साक्यको मेयरको पालामा एकैचोटि यो स्थानीय पाठ्यक्रम बनाएर त्यो शिक्षाको जुन अधिकार दिएको छ, त्यो संघीयताले दिएको त्यो अधिकार सँगसँगै त्यो शिक्षाको त्यो अधिकारलाई प्रयोग गरेर काठमाडौँ महानगरपालिकाभित्र नेपाल भाषालाई अनिवार्य गरिदिँदाखेरि 172 जनाले जागिर पाए नि त एकैचोटि। भनेपछि भाषा सिकेर पनि जागिर पाउने रहेछ भन्ने कुरा, त्यो अवसरहरू खुल्दै जानु पर्यो। त्यसपछि मान्छेहरूको माया पनि बढ्दै जान्छ, कम्युनिटीले अडप्ट गर्छ, अनि त्यसपछि त्यो भित्रको आकर्षण चाहिँ रहन्छ। भनेको मतलब के हो भने माथिल्लो तहबाट सरकारको नीति पनि त्यस्तै खालको बन्नु पर्यो, तल्लो तहबाट कम्युनिटीले पनि अडप्ट गर्ने खालको हुनु पर्यो। त्यहाँभित्र चाहिँ आकर्षण र त्यसभित्रको अर्थ पुष्टि हुने किसिमको अवसर चाहिँ जुराइदिनुपर्छ जस्तो लाग्छ। त्यसरी गर्यो भने चाहिँ भाषा पनि संरक्षण हुन्छ होला।